हाई गाइस, गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग। आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ होला, मस्त अनि व्यस्त हुनुहुन्छ होला। आजको भ्लग चाहिँ म यो बिहानी चिसो मौसममा होइन नुहाएर आज म रेडी भएर चाहिँ गइरहेको छु बरगाडतिर होइन। सानो काम पनि छ अनि साथसाथै त्यहाँ गएपछि अनि घुमघाम गरेर आम पनि प्लान छ होइन। अब हामी खानासाना खाएर अब रेडी भएर जान लाग्छौँ। गाइस, यो ठाउँ यति फेमस छ, यहाँ नयाँ दुल्हा-दुल्ही पनि आउँछ, फोटो खिचाउन, सुट गर्न आउँछ, फोटो सुट गर्न आउँछ, हेर्न सक्नुहुन्छ। आज धेरै बिहेको जोडीहरू यो ठाउँमा घुम्न आछ, फोटो सुट गर्न आछ, हेर्न सक्नुहुन्छ साथीहरू। यति राम्रो ठाउँमा को घुम्न खोज्दैन, यति राम्रो सिन छ। जसलाई घुम्न मन छ साथीहरू यो सिमसारमा आउनुहोस्, यति राम्रो सिन तपाईँ कहीँ पाउनुहुन्न। पिकनिक खान जोडीहरू घुम्नको लागि एकदम राम्रो ठाउँ छ यहाँ। यति राम्रो ठाउँमा होइन साथीहरू, मेरो बुढा चाहिँ यति बोरिङ खालको हुनुहुन्छ। यहाँ हेर्नु यता हेर्नु। घुम्न भनेपछि आफूलाई एकदम मनपर्छ, तै पनि घुम्न कहीँ लानुहुन्न। यो पुल, यो कति राम्रो छ यो पुल है। यहाँ त साथीहरू माछा पनि छ है। यसमा अब यो के जाति हो, यसमा पैसा हाल्नलाई राखे यो टोकरी, पैसा हालिदिनु। सिमसार ठाउँ घुम्न आउनुहोस् साथीहरू, यति राम्रो छ यो ठाउँ। नयाँ जोडीहरूको लागि त पर्फेक्ट ठाउँ हो यो। यो तालमा चाहिँ होइन ढुङ्गा सुङ्गा भएको भए यति राम्रो हुन्थ्यो, फेमस हुन्थ्यो, अझ फेमस हुन्थ्यो साथीहरू। हामी गइरहेछौँ चटपट खान। हामी चाहिँ दुईजना चटपटको फ्यान हो। यहाँ चाहिँ काम भइरहेछ, कलर लगाइरहेछ। के खानुहुन्छ तपाईँ? पठाइदिनु चटपट। पिरो नबनाउनु है, अलि पिरो के। म चाहिँ पिरो खानै सक्दिनँ क्या। अब हामी लागिरहेछौँ घरतर्फ।